कृष्ण। मैले यो गौशालामा एउटा भिडियो देखेको थिएँ, मेरो व्हाट्सएपमा आयो हैन। भर्खरै यो गाईले यो जङ्गलमा यो गाईको बाछी पाएको छन् भनेर खबर राख्नु भएको थियो। अनि कसैले नाम राखिदिन चाहनुहुन्छ भने राखिदिनु माताजी भनेर भन्नुभएको थियो। मलाई चाहिँ कस्तो देख्ने बित्तिकै कि एकदम राखु लाग्यो। अनि मैले राखिदिएँ नाम तारा भनेर। अनि हाम्रो माताजी हुनुहुन्छ इस्कनको सर्वरूप माताजी हुनुहुन्छ नि, उहाँले नाम राखिदिनु भयो। कस्तो भयो भन्दाखेरि सबैले सेवा गर्नुहुन्छ भन्नुभयो होइन। म फिजिकल्ली चाहिँ सक्षम छैन, कसरी गर्न सक्छु होला भन्दाखेरि लक्ष्मी सेवा गरे पनि हुन्छ भन्दाखेरि मैले हुन्छ मेरो नाममा गरिदिनु। मैले यहाँ गाईको बाछीलाई आफ्नो नाम दिएर आफ्नो छोरी जस्तो बनाउनुमा एउटा कारण पनि छ। मेरो कुण्डलीमा र मेरो प्रभुजीको कुण्डलीमा 2 सन्तानको योग रहेछ, तर हामीले एउटै सन्तान पाएर अरू नपाउने भन्ने विचार गर्यो। अनि मेरो सन्तान छोरीको नाम पनि तारा थियो, अनि तिनको नाम पनि मैले तारा राखिदिने विचार गरेँ। अनि कुण्डलीको काम पनि पुरा भयो, मलाई नेक्स्ट जन्म लिएर अर्को बच्चा पाउन पनि परेन होइन। यही जन्म मेरो 2टा छोरी भयो। कुण्डली अनुसार चाहिँ यो काम पनि भगवान्ले पुरा गरिदिनु भयो। मलाई चाहिँ गौ सेवा कसरी गर्न मन लाग्यो भने, जस्तै हामी एकचोटि रेस्टुरेन्ट जाँदाखेरि 2 जना हस्बेन्ड वाइफ गइयो भने 2-3 हजारले पनि हामीलाई पुग्थेन पहिला होइन। 1 प्लेट 2 प्लेट केही खानेकुरा खाएर त्यत्रो पैसा खर्च गर्नु भन्दाखेरि त्याग भावना राखेर त्यो छोडिदिउँ न। अब अति खाइयो, गौ सेवा गरौँ भनेर त्यही सेवा छोडेर भक्ति भावको सेवा गरौँ भनेर भावलाई मैले यतातिर सारेको छु। भगवान्को जे कृपा हुन्छ त्यो मैले गर्दै जानेछु। भगवान्को असीम कृपा रहिरहनेछ, हजुरहरूको कृपाले पनि। हरे कृष्ण।